नमस्कार, म आनन्दराज खनाल। दसैँको टिका लगाउँदाखेरि पुरुषहरूका लागि विशेष गरेर आशीर्वाद दिने एउटा श्लोक छ। त्यो श्लोक शुद्ध के हो र त्यसको वाचन कसरी हुन्छ भन्ने विषयमा म केही आफ्नो अध्ययनका आधारमा मैले बुझेको कुरा आज राख्दैछु। त्यो श्लोक हो, आयुर्द्रोण सुते श्रियो दशरथे शत्रुक्षयो राघवे ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे। अब यो श्लोक शार्दूल विक्रीडित छन्दमा लेखिएको छ। एउटा श्लोकमा 4वटा पाउ हुन्छन्। प्रत्येक पाउमा 19वटा अक्षर हुन्छन् र त्यसको खास नियम हुन्छ। त्यो 19वटा अक्षरमध्ये पहिलो 3वटा अक्षर दीर्घ 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 हुन्छ। त्यसपछिको 3वटामा ह्रस्व ह्रस्व दीर्घ हुन्छ। अनि 3वटामा ह्रस्व दीर्घ ह्रस्व हुन्छ। त्यसपछि ह्रस्व ह्रस्व दीर्घ हुन्छ। अनि दीर्घ दीर्घ ह्रस्व दीर्घ दीर्घ ह्रस्व र अन्तिम 19औं अक्षर दीर्घ हुन्छ। यो शार्दूल विक्रीडित छन्दको नियम हो। अब शुद्ध के हो अशुद्ध के हो भनेर हामीले निर्क्युल गर्नको लागि पहिलो आधार भनेको हामीले पढेको चिज, हामीले लेखेको चिजमा यो छन्दको नियम भङ्ग भएको छ कि छैन भनेर हेर्ने हो। यदि छन्दको नियम भङ्ग भएको रहेछ भने त्यो अशुद्ध हो। पहिलो दृष्टिमै अशुद्ध थाहा भइहाल्यो। अब कति ठाउँमा पाठभेदहरू हुन्छन् भनिन्छ। पाठभेद भनेको शब्द फरक पर्ने तर छन्द मिल्ने। अब यसमा खासै शब्द फरक भएको कसैले पनि भनेको छैन। खालि त्यसको शब्दको रूप, विभक्ति के हो मा मात्रै अलिकति फरक छ। हामीले त्यसरी हेर्दाखेरि के हेर्नु पर्यो भन्दाखेरि मूलत 2वटा शब्दहरूमा त्यस्तो अलिकति विवाद जस्तो देखिएको छ। जस्तो पहिलोमा आयुर्द्रोणसुतेमा समस्या छैन। श्रियो दशरथेमा अलिकति समस्या छ। कसैले श्रियम भन्छ। श्रियो र श्रियम चाहिँ कुन चाहिँ शुद्ध हो भनेर हामीले पत्ता लगाउनु पर्यो। शत्रुक्षयम भन्छ कसैले। शत्रुक्षयो भनिन्छ। यो 2टा मध्ये क्षयम हो कि क्षयो कुन चाहिँ शुद्ध हो त्यो पत्ता लगाउनु पर्ने हुन्छ। त्यस्तै गरेर मानश्च दुर्योधने भन्ने पनि एउटा छ भने अर्को मानञ्च दुर्योधने भन्ने पनि छ। यो मानश्च हो कि मानञ्च हो यो पनि विवादको विषय छ। अब बाँकी रह्यो अरूमा खासै मलाई त्यस्तो विवाद छ जस्तो लाग्दैन। अब हामी यो विवाद भएकै विषय हेरौँ। अब श्रियो हो कि श्रियम हो भनेर हेर्दाखेरि अब हामीले यसको मूलमा हेरौँ। यो श्लोकमा 11वटा यस्ता महान पुरुषहरूको गुणहरूको, विशिष्ट गुणहरूको चर्चा छ। त्यस्तै गुणहरू तपाईमा पनि होस् भनेर आशीर्वाद दिएको। त्यसले गर्दाखेरि ती 11वटा महान पुरुषहरूको नाम यहाँ सप्तमी विभक्तिमा छ। सबै पुल्लिङ्ग, सप्तमी विभक्ति र एकवचन छ। है, ध्यान दिनुपर्ने कुरा। यसमा कुनै विवाद भएन। यदि यो भन्दा फरक विभक्ति, पुरुष र वचन आयो भने त्यो अशुद्ध हो भनेर थाहा भइहाल्छ। त्यस कारणले द्रोणसुते, दशरथे, राघवे, नहुषे, पवने, दुर्योधने, शान्तनवे, हलधरे, कुन्तीसुते, विदुरे, नारायणे सबै पुल्लिङ्ग, एकवचन, सप्तमी विभक्ति। यसमा कुनै विवाद भएन। योभन्दा फरक कुनै पाठ आयो भने त्यो अशुद्ध हो भनेर बुझ्न सकिन्छ। अब बाँकी र ती महान पुरुषहरूका विशिष्ट गुणहरूमा अब के छ भने नियम चाहिँ यो प्रथमा विभक्ति छ। कर्तृ प्रयोग भन्छौँ हामी। प्रथमा विभक्ति छ। आयुहु आयुहु र त्यो प्रथमा विभक्तिको जुन छ कर्तृ प्रयोगमा
त्यसको शब्द रूप हेऱ्यो भने कुनै त्यसको लिङ्ग फरक फरक छ। पुल्लिङ्ग, स्त्रीलिङ्ग र नपुंसक लिङ्ग तीनवटै लिङ्ग प्रयोग भएको छ। त्यसपछि वचन हेऱ्यो भने एउटा बाहेक सबै एक वचन छ। श्रीय बाहेक सबै एक वचन छ। श्रीय चाहिँ बहुवचन छ है। प्रथमा विभक्ति, विविध लिङ्गहरू र एक वचन र बहुवचनको प्रयोग भएको छ। अब यो किन गरियो भन्दाखेरि अब यसमा छन्दमा मिलाउनु पर्ने भावनाले त्यस्तो गरिएको हुनुपर्दछ। र अर्को चाहिँ जुन मूल भवन्तु भवताम जुन छ यो पनि विशिष्ट खालको चाहिँ छ। यो छन्दमा मिलाउनको लागि जस्तो भवन्तु भनेको भू धातुबाट बनेको शब्द हो है। यो के छ भन्दाखेरि बहुवचनको प्रयोग भएको छ। प्रथम पुरुष बहुवचन भवन्तु, लोट लकार छ। लोट लकार भनेको आशीर्वादात्मक, आशीर्वाद दिने प्रयोजनको लागि, आज्ञा दिने प्रयोजनको लागि प्रयोग हुने हो लोट लकार। अब भवताम भनेको चाहिँ यो बहुवचन हो, षष्ठी विभक्ति छ र पुल्लिङ्गको प्रयोग भएको छ है। कसलाई दिने यो आशीर्वाद? पुल्लिङ्ग शब्द प्रयोग भएको भवताम होइन, षष्ठी विभक्ति, तिम्रा लागि, तिम्रो भन्ने अर्थमा तपाईँको भनौँ न, षष्ठी बहुवचन पुल्लिङ्ग भएको हुनाले यो पुरुषहरूलाई दिँदाखेरि गरिएको भन्ने हो। अब यसमा हामीले के विचार गर्नुपर्छ भन्दाखेरि यो भवताम भन्ने जुन शब्द प्रयोग भएको छ यसमा रस्व रस्व दीर्घ छ है। छन्दको शार्दूल विकृति छन्दमा ठ्याक्कै त्यो मिल्यो। अब त्यो ठाउँमा यदि स्त्रीलिङ्गी शब्द राखेको भए के हुन्थ्यो भन्दाखेरि अलिकति भवती नाम हुन्थ्यो। षष्ठी विभक्ति स्त्रीलिङ्ग बहुवचन भएको भए त्यो के हुन्थ्यो? भवती नाम हुन्थ्यो। त्यो भनेको रस्व रस्व दीर्घ दीर्घ हुन्थ्यो, 4 अक्षर हुन्थ्यो। त्यो हाम्रो चाहिँ छन्दसँग मिल्थेन। त्यसले गर्दाखेरि अब यो छन्द मिलाउनको लागि भवताम प्रयोग गरियो। यसको अर्थ यो होइन कि यो पुरुषहरूको लागि मात्रै हो भनेर त्यहाँबाट अर्थ गरिएको हुनसक्छ, तर यसको मकसद त्यो हो जस्तो चाहिँ मलाई लाग्दैन। किन भन्दाखेरि यी जुन गुणहरूको चर्चा गरिएको छ 11 महापुरुषहरूको, त्यो कुरा त आयु त महिलाहरूलाई चाहिँदैन र? चाहिन्छ नि। उनीहरूको कीर्ति जताततै फैलियोस् भन्ने चाहिँदैन? चाहिन्छ नि। बल चाहिँदैन? चाहिन्छ। सबै गुणहरू महिलाहरूलाई पनि चाहिन्छ। त्यसले गर्दाखेरि खालि त्यो पुरुषवाचक शब्द प्रयोग भएको हुनाले भवताम भन्ने, त्यसले गर्दाखेरि यो पुरुषहरूलाई हो भनिएको हो। त्यो छन्दको लागि त्यो प्रयोग भयो होइन। अर्को के बुझ्नुपर्छ भन्दाखेरि ती पुरुषहरूमा भएको जुन विशिष्ट गुणहरूको हामीले चर्चा गरिरहेछौँ नि, त्यो सबै पुल्लिङ्ग शब्द प्रयोग भएको छैन है। पुल्लिङ्ग शब्द प्रयोग भएको छैन। पुल्लिङ्ग शब्द प्रयोग नभइकन स्त्रीलिङ्ग शब्द पनि प्रयोग भएको छ, नपुंसकलिङ्गी शब्द पनि प्रयोग भएको छ। अब जस्तै पुल्लिङ्ग त जम्मा दुईवटा, शत्रुक्षय र मानह भन्ने दुईवटा शब्द मात्रै पुल्लिङ्ग हो। अब स्त्रीलिङ्गी शब्दहरू 3वटा छन्, श्रिय, गति, कीर्ति। यो सबै स्त्रीलिङ्गी शब्द हो। नपुंसकलिङ्गी शब्द सबभन्दा धेरै छ, 6वटा। आयुः, ऐश्वर्यम, शौर्यम, बलम, सत्यम, विज्ञानम। यो 6वटा शब्दहरू नपुंसकलिङ्गी शब्द हो। त्यसले गर्दाखेरि गुणहरू 3वटै लिङ्गमा छन्। अब त्यो जो व्यक्तिको कुरा गरिरहेछ त्यो सबै पुल्लिङ्ग छ, 11 जना है। र जुन क्रियापद भवन्तुसँग जुन आएको छ त्यो चाहिँ षष्ठी विभक्ति पुल्लिङ्ग बहुवचन भएको हुनाले पुरुषको भनिएको हो। हामीले के बुझ्नुपर्छ भन्दाखेरि यो छन्दको कारणले गर्दाखेरि त्यो पुल्लिङ्गी शब्द प्रयोग भएको हो। अन्यथा यो मन्त्र, यो आशीर्वाद हामी पुरुषलाई र महिलालाई समान रूपले दिन सक्छौँ। दिँदाखेरि केही पनि समस्या हुँदैन। यसरी बुझौँ। र मैले अन्तिममा भन्नुपर्दाखेरि शुद्ध रूप चाहिँ मैले भनिहालेँ। आयुर, अब यहाँ सन्धिको पनि प्रयोग भएको छ। त्यो सन्धिको प्रयोग चाहिँ कस्तो छ भन्दाखेरि आयु र द्रोणसुतेको बिचमा सन्धि हुँदाखेरि त्यो विसर्ग चाहिँ आधा रमा परिवर्तन भयो है।
आयुर्द्रोण सुते, त्यो मूल शब्द के हो? आयुः हो। अब गति हि र च, अब विसर्ग हुँदा त्यो चाहिँ सन्धि हुँदाखेरि अब विसर्ग लोप भएर आद्धा मोटो स प्रयोग हुन्छ, गतिश्च। अब त्यस्तै गरेर मानः प्लस च गर्दाखेरि मानश्च सन्धि हुँदाखेरि, कीर्तिः प्लस च है दुईटाको सन्धि हुँदाखेरि कीर्तिश्च नारायणे, त्यसरी भयो। अब अनुस्वार सन्धि पनि भएको छ यहाँ, सत्यन प्लस च गर्दाखेरि त्यो च वर्गको त्यसको अनुनासिक शब्द चाहिँ इय भए हुनाले सत्यञ्च कुन्ती सुते त्यसरी प्रयोग भएको छ। र यो जुन आशीर्वाद श्लोक छ यसमा एउटा व्यक्तिमा, एउटा मान्छेमा हुनुपर्ने सम्पूर्ण गुणहरू, जस्तो उसको शारीरिक गुण, उसको भौतिक गुण, उसको सामाजिक गुण, उसको मानसिक गुण, उसको आध्यात्मिक गुण, यो सबै चिजहरूको कुरा चर्चा भएको छ हैन। जस्तो एउटा व्यक्तिको शारीरिक गुण भनेको आयु, उसको बल, उसको गति हो हैन, यो यस्तो होस् भनेर भनिएको छ। अब भौतिक गुण भनेको व्यक्तिको जीवनलाई सफल पार्नको लागि भौतिक रूपले उसँग श्री हुनु पर्यो हैन, प्रशस्त सम्पत्ति हुनु पर्यो, त्यस्तै ऐश्वर्य हुनु पर्यो, एउटा प्रभुत्व साम्राज्य भएको हुनु पर्यो। त्यस्तै गरेर सामाजिक गुणको कुरा गर्दाखेरि उसमा मान हुनु पर्यो, उसमा कीर्ति हुनु पर्यो। मानसिक गुणको कुरा गर्दाखेरि उसमा विज्ञान हुनु पर्यो, बुझ्ने क्षमता हुनु पर्यो, ज्ञान विज्ञान प्रज्ञान जे भनौँ। त्यस्तै गरेर शौर्य हुनु पर्यो हैन। अनि आध्यात्मिक गुणको कुरा गर्दाखेरि सत्य र शत्रुक्षय, त्यो शत्रु आन्तरिक शत्रु पनि हुनसक्छ, काम क्रोध लोभ मोह मदमात्सर्य राग द्वेष ईर्ष्या घृणा अहङ्कार जस्ता आन्तरिक शत्रु पनि हुन सक्छन्, त्यसलाई पनि क्षय गर्न सक्ने क्षमता हुनु पर्यो। र बाह्य शत्रुहरू जस्तो राघवे शत्रुक्षयो राघवे भनेपछि भगवान् श्रीरामचन्द्रले रावण जस्तो शक्तिशाली व्यक्तिलाई पनि वध गर्न सक्नुभयो भनेपछि त्यस्तो खालको बाह्य र आन्तरिक शत्रुहरूको क्षय गर्ने क्षमता। र सत्य, सत्यम ज्ञानम अनन्तम ब्रह्म भन्छ उपनिषदमा। त्यस हुनाले सत्य चाहिँ आध्यात्मिक गुण हो, जुन कुरा सत्यवादिता हाम्रो युधिष्ठिरमा थियो भनिन्छ। त्यसले गर्दाखेरि यो सबै गुणहरू के पुरुष के महिला सबैमा हुनुपर्छ हैन। डिजायरेबल हो, यो चाहना यस्तो होस् भन्ने आशीर्वाद पुरुषलाई दिँदा पनि भयो, महिलालाई दिँदा पनि भयो। त्यस हुनाले यो पुरुषका लागि मात्रै हो भनेर जसले भनेको छ त्योसँग म चाहिँ सहमत छैन। खालि छन्द मिलाउनलाई भवताम प्रयोग गरिएको हो। त्यो बाहेक अरू कुनै पनि हिसाबले यहाँ त्यो गुणहरू चाहिँ खालि पुरुष प्रधान मात्रै हो भनेर भन्न सक्ने अवस्था नभएकोले अब हामीले दुईटा कुरा, एउटा चाहिँ शुद्ध उच्चारण गरौँ है। उच्चारण गर्दाखेरि यो शार्दूल विक्रीडित छन्दलाई उच्चारण गर्ने नियम भनेको के हो भने पहिलो 6वटा अक्षरमा विश्राम हुन्छ, छोटो विश्राम, त्यसपछिको 6वटा अक्षर र अन्तिम 19औँ अक्षरमा अलिकति लामो विश्राम भएर यसरी वाचन गरिन्छ। जस्तो आयुर्द्रोण सुते, यहाँ अलिकति विश्राम, श्रियो दशरथे, यहाँ पनि अलिकति सानो विश्राम, शत्रुक्षयो राघवे। एउटा सुन्दरता के छ भने यो जो कविले यसलाई लेख्नु भएको छ उहाँले यो यतिको जुन नियम छ नि, विश्राम गर्ने नियम पनि असाध्यै राम्रोसँग पालना भएको छ। त्यस हुनाले कुनै पनि अब विश्राम गर्ने ठाउँमा अर्को शब्द आधा भन्नुपर्ने अवस्था छैन, ठ्याक्क मिलेको छ हैन। जस्तो पहिलो लाइन मैले भनिहालेँ, दोस्रो चाहिँ पाउमा ऐश्वर्यम नहुषे गतिश्च पवने मानश्च दुर्योधने, ठ्याक्क यति भङ्ग नहुने गरेर यो लेखिएको छ। शौर्यम शान्त नभे बलम हलधरे सत्यञ्च कुन्ती सुते विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे। विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे। यसरी शुद्ध उच्चारण, शुद्ध श्लोकको प्रयोग र त्यसको अर्थ पनि बुझियो भने मलाई लाग्छ हामीले जुन आशीर्वाद दिन्छौँ त्यो पूर्ण हुन्छ भन्ने विश्वासले नै आशीर्वाद दिने हो। जसलाई आफ्नो आशीर्वाद, आफूले दिएको आशीर्वादमै विश्वास छैन भने त त्यो आशीर्वादको के अर्थ हुन्छ र।
त्यसैले गर्दाखेरि यसको अर्थको हिसाबले भन्दाखेरि द्रोणसुत भनेको द्रोणका पुत्र अश्वत्थामाको जस्तो आयु हैन, एकदम चिरञ्जीवी आयु त्यति लामो होस्। आयु लामो भयो भने हामीले जीवनमा हरेक कुराहरू गर्न सक्छौँ। कि त असाधारण प्रतिभा हुनु पर्यो, भगवान् आद्य शङ्कराचार्य जस्तो 32 वर्षमै सबै चिजहरू गरेर है संसारलाई त्यत्रो दिएर जानुभयो हैन। विवेकानन्द 39 वर्षमा जानुभयो हैन। त्यसले गर्दाखेरि आयु एकदमै महत्त्वपूर्ण कुरा हो। त्यसमा श्री सम्पत्ति लक्ष्मी बिना त हाम्रो जीवनै चल्दैन। त्यस हुनाले त्यो पनि हामीलाई चाहिने कुरा भयो। शत्रु क्षय आन्तरिक र बाह्य शत्रुको नाश गर्न सक्ने क्षमता हरेक व्यक्तिमा हुनुपर्छ। ऐश्वर्यम उसको प्रभुत्व उसको साम्राज्य सबैतिर हुनुपर्छ। नहुस भन्ने राजा त अब भूलोक स्वर्गलोक र अन्तरिक्ष लोकसम्म उनले साम्राज्य विस्तार गरेका थिए भनेर भनिन्छ। त्यस्तै गरेर हनुमान जस्तो पवन हनुमान जस्तो चाहिँ गति हुनुपर्छ कि जहाँ सोच्यो त्यहाँ पुग्न सक्ने हैन। त्यस्तै गरी दुर्योधन खराब पात्र भनेर चित्रण गरिए पनि उसमा जुन अभिमान थियो, जुन सम्मान थियो, त्यो चाहिँ अतुलनीय थियो। त्यस हुनाले हैन मानश्च दुर्योधने भनेर भनिएको। अब शान्तनव भनेको शान्तनुका पुत्र, शन्तनु राजा शन्तनुका पुत्र भनेको भीष्म पितामहलाई भनिएको। त्यस्तो खालको शौर्य क्षमता हुनु पर्यो हैन। बलमा चाहिँ हलधर भनेको बलराम जस्तो, भगवान् श्रीकृष्णका दाजु बलराम जस्तो बल भएको हुनु पर्यो। अब कुन्ती सुत भनेको यहाँ युधिष्ठिरलाई जनाइएको छ, किनभने त्योसँग सत्य जोडिएर आयो। अब युधिष्ठिर चाहिँ एकदम सत्यवादितामा कहलिएका मान्छे भए। त्यस कारणले हैन विज्ञानम विदुरे भनेपछि विदुर जतिको विद्वान मान्छे अरू थिएन भनेर भनिन्छ। त्यस हुनाले ज्ञानमा विज्ञानमा प्रज्ञानमा विदुर जस्तो है। विदुर अब यहाँ मूलत पात्रहरू हेर्दाखेरि महाभारतबाट लिएको छ, रामायणबाट लिएको छ र केही पात्र पुराण जस्तो नहुस हैन। नारायण भगवान् नारायण भने अब मूल भगवान् विष्णुको स्वरूप लिएको छ। त्यस हुनाले यस्ता 11वटा महान पुरुषहरूमा जस्ता विशिष्ट प्रकारका गुणहरू थिए, हामी जस्तो प्राणीहरूमा पनि त्यस्तो गुणहरू भइदियोस् भनेर आशीर्वाद दिनु र प्राप्त गर्नु एउटा सुखद समय हो। सबैलाई जसले आशीर्वाद प्राप्त गर्छ, जसले आशीर्वाद दिन्छ उसको मन पवित्र भएर दियोस् र आशीर्वाद प्राप्त गर्नेहरूले ममा त्यस्तो गुण भओस् भनेर उसले त्यही अनुसारको आचरण गरोस्, त्यही अनुसारको बुद्धि उसमा आओस्। सबैजनालाई विजयादशमी 2082 को हार्दिक मङ्गलमय शुभकामना। धन्यवाद।